हेलो फ्रेंड्स, आज हमारा डायमेंशनल फार्मुला जुन फिजिक्समा एकदमै इम्पोर्टेन्ट छ त्यो निकाल्न सिकाउन गइरहेको छु। कृपया हेर्दै गर्नुहोला। जस्तै फोर्सको डायमेन्सन फार्मुला के हुन्छ? व्हाट इज दिस फोर्स डायमेन्सन फार्मुला? हजुरहरूलाई थाहै छ होला, फोर्स भनेको के हो? मास इन्टु एक्सेलरेसन। मास इन्टु एक्सेलरेसन कति गर्छ त्यसैलाई भन्छ फोर्स। F इक्वल टु mv। F इक्वल टु mv अर्थात् F भनेको फोर्स, m भनेको मास। अब मासलाई हामीले के जनाउँछौँ? मासको एसआई युनिट के हुन्छ? मासको हुन्छ केजी। अनि एक्सेलरेसनको के हुन्छ? एसआई युनिट मिटर पर सेकेन्ड स्क्वायर। मिटर पर सेकेन्ड स्क्वायर। अब यसलाई डाइमेन्सन फार्मुलामा लाग्दा के हुन्छ? F इक्वल टु केजी मिटर पर सेकेन्ड स्क्वायर अर्थात् अब डाइमेन्सन फार्मुलामा के हुन्छ? MLT हुन्छ। MLT। अब यहाँ मास केजी हो, केजी के हो? मास हो। मिटर के हो? यो भनेको लेन्थ हो। के हो? लेन्थ। अनि सेकेन्ड के हो? टाइम। सेकेन्ड के हो? टाइम। सेकेन्ड टाइम हो। मिटर भनेको लेन्थ हो, दूरी जनाउँछ। सेकेन्ड भनेको टाइम जनाउँछ। अनि केजी भनेको कुनै वस्तुको मास जनाउँछ, त्यसको तौल जनाउँछ। अब यो फार्मुलामा राख्दा मास कति छ? केजी छ। कति केजी छ? 1 केजी। केजी एउटा, अनि मिटर पनि एउटा, टाइम पावर -2। किन -2 भयो? टाइमको पावर -2 किनभने यो भागीमा छ, तल छ। यसलाई माथि लाग्दा के हुन्छ? माइनसमा जान्छ। यो तपाईहरुलाई यसको रुल थाहै होला। यसलाई माथि लाग्दा माइनसमा जान्छ। जस्तै यसरी गर्दा केजी मिटर, अब सेकेन्डलाई पनि यही राख्दा सेकेन्ड भने माइनस हुन्छ। यसरी त्यही भएर फोर्सको डाइमेन्सन फार्मुला के हुन्छ? m को पावर 1, l को पावर 1, t को पावर -2 प्रुभ। ल साथीहरु, भिडियो मन परेमा लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। च्यानलमा यदि नयाँ हुनुहुन्छ यस्तै एजुकेसनल भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।